Level color escort. Need you walk go to the Nico new sort of सर अब हामी चाहिँ गाडी बनेको ठाउँमा जान लाग्छौँ। हाम्रो काउन्टर चाहिँ यहाँ छ माथिको। टक्क अङ्कल र म गइरहेको छौँ। यो चाहिँ कोटेश्वर हो। तेल हाल्न लाग्छौँ टक्क। अहिले चाहिँ हामी कुवारको यस्तो राम्रो पुल बनाएको रहेछ है यो ठाउँमा चाहिँ पुरा। यो हाम्रो बल्पुर तरकारी बजार खोला छ टक्क। दामी छ है। ल हेर्दै गर्नु होला। ल हामी चाहिँ अहिले ठ्याक्कै कलङ्गी चोक आइपुग्यौँ होइन। अनि हामी चाहिँ यहाँनिर बाटो लेफ्ट भएर जान्छौँ। हामी चाहिँ नैकाप ग्यारेजमा शिवम बडी बिल्डर ग्यारेजमा चाहिँ हाम्रो गाडी बनाइरहेको छ। अनि आज चाहिँ हामी गाडी के कति बन्यो भनेर जान लाग्छौँ। टक्क उहाँ काउन्टर छ। हाम्रो काउन्टर यही हो। 125 काउन्टर रहेछ। ल अब हामी यहाँबाट जाँदैछौँ। हेर्दै गर्नु होला। हामी चाहिँ टक्क ढुङ्गे अन्डाबाट लागिसकेको छौँ। अब लगभग आइपुग्न लाग्यो। मेरो नयाँ गाडी हेर्न जाने यात्रा जारी छ है। पूर्वको गाडीहरू पनि आएछ। पश्चिमको गाडी आउँदैछ। अहिले यहाँ ठक्क बोसी गाउँ प्रवेशद्वारमा छौँ। हाम्रो ग्यारेज चाहिँ टक्क यताबाट सर्ट भित्रबाट जाने उताबाट आउने हो। टक्क कलङ्गी उताबाट आएर टक्क हामी ग्यारेजमा जान लाग्छौँ। यहाँ स्किन बसेको एउटा दाइला कुरेर है। ल अब हेर्दै गर्नु होला। ल मकालु यहाँ रहेछ है। पुरानो मकालु सिधै अगाडि हो। मकालु यहाँ रहेछ पुरा है। धन्केर बसिरहेको मकालु क्या पहिलाको गाडी मकालु डिलक्स। ग्यारेज जाँदैछौँ सिधा है। अब फाइनली हाम्रो ग्यारेज चाहिँ त्यहाँ माथि छ। एकै आइपुग्यो त्यहाँनिर हो है। त्यहाँनिर यस्तो छ। यो हरियाली छ राम्रो छ है। हाम्रो गाडी बन्ने ठाउँ त्यो गाडी बाटोमा है। ल त्यहीँनिर चाहिँ यहाँनिर पुरानो गाडीहरू थन्केर बसेका छन्। टक्क हेर्न सक्नुहुन्छ तपाईँहरूले गाडीहरू। दरबार रहेछ यहाँ गुगल यतै राखिदिउँ न यहीँ राख्नु। फाइनली हामी अङ्कलमा आइसकेका छौँ। टक्क अब हामी जान्छौँ। गाडीहरू बनिरहेको ग्यारेजमा टक्क है गाडी हो। जाउँ अब हाम्रो 5 सुखरी हेर्नुपर्छ भित्र गएर चाहिँ टक्क यो अर्कै गाडी रहेछ है। हाम्रो गाडी चाहिँ यता भित्र छ। अब जाउँ अङ्कल। यो हिलै बाटो छ यताबाट जाउँ न। यता टक्क यो गाडीहरू हेर्न सक्नुहुन्छ। चेचिस एकदम बवालहरू छ है। हाम्रो गाडी चाहिँ यो पनि हो कि जस्तो नि लाग्छ है। सायद यो होइन होला।
हाम्रो गाडी चाहिँ ठ्याक्कै यहाँ रहेछ है, बनिरहेछ अहिले। ल हाम्रो 5 पोखरी यही हो, 4वटा स्लिपर अनि वासरुम सहित आउन लाग्छ। गाडी चाहिँ यही हो, अहिले अगाडिको सो बनेकै रहेन रहेछ। अनि राम्रो छ गाडी, बन्दैछ वासरुम सहित आउन लाग्छ। ल चाहिँ यहाँबाट निस्किसक्यौँ है, हाम्रो गाडी बन्दै रहेछ। अब निस्क्यौँ, अब गाडी हेर्न सक्नुहुन्छ, आइकर कम्पनीको राम्रो छ गाडी, वासरुम सहित है। 5 पोखरी लग्जरी क्लास बाबा। अब निस्क्यो हाम्रो है, अब जाउँ, गाडी बनिरहेको रहेछ। यो गाडी पनि बन्दै रहेछ हो, यो गाडी नै गाडी छ है, ग्यारेज। ल आजसम्म यति नै हो है, आजको लागि यति नै हो। हेरिदिनु होला भिडियो। ल खतरा रहेछ है, रकेट। हाम्रो बेबी चाँडै आउने छ है, चाँडै काकाटभिट्टा झापाको जनताहरूलाई चाँडै नै सेवा दिनेछ। हस् ल सबैजनालाई धन्यवाद, थ्याङ्क्स फर वाचिङ।